नमस्कार। हजुरहरू सबै बिजीमा हुनुहुन्छ होला है। र हेर्नुहोस् न, म पनि अब के गर्नु, अदुवा रोप्ने समय आइसक्यो है। अब समय त के कुरा, कतिले त रोपिसक्यो, म अलिकति बिजी भएको कारणले गर्दाखेरि है, यस्तै हो, व्यस्तता हुन्छ होइन। अनि त्यसले गर्दाखेरि हेर्नुहोस् न, यहाँ मलहरू सबै घोप्टाइरहेको छु है। आज चाहिँ यसो अलिकति रोपिदिउँ भनेर नि, यसो खेताला पनि उहाँ छ, उहाँ दाजु पनि हुनुहुन्छ हो, उहाँ दाजु पनि छ। अनि त्यसले गर्दाखेरि अब अदुवा धेर नभए पनि है, अलिकति भए पनि रोपिदिउँ भन्ने विचार चाहिँ गरिरहेको छु। अनि खेताला चाहिँ उहाँ दाजु आइरहनु भएको छ। उहाँ दाजुले पनि दुई शब्द विचार राखिदिने कुरा गर्नुहुँदैछ कि, अनि उहाँले पनि राख्नुहुनेछ होला। नमस्कार भन न। नमस्कार। यहाँ खेताला आइएको थियो, अन्त अब अदुवा रोप्नु सुरु गर्नु आँटेको नि। अनि अर्थ पनि केही भन्नु छ कि हजुरको? केही छ नि हजुर, उहाँ हो, उहाँ दाजु चाहिँ मेरोमा खेताला आउनु भएको थियो। अनि हेर्नुहोस् न, यी मलहरू सबै काँटाहरू बिउहरू राखिरहेको छु हो। अब चाहिँ मल फिटेर रोपौँ भन्ने विचार गरिरहेको छु है। अनि हजुरहरूले त अस्ति सक्नुभयो होला। अनि त्यसले गर्दाखेरि हेर्नुहोस् न, बारी खनखान गरिरहेको छौँ हो, सोतरहरू सबै ठिक पारिरहेको छौँ। अब चाहिँ पक्का रोप्ने हो है। अब यो अदुवा पनि सकेपछि फेरि व्यस्तता त त्यस्तै हो होइन। दुई शब्द यसो फेरि पनि बोलिदिने अनुरोध नि। अब सिजनै होइन अहिले अदुवाको त रोप्ने सिजनै होइन। ए, अन्त तिमीले रोपेन हो? मैले चाहिँ भर्खर खनाइ हुँदैछ, रोपेको छुइनँ। उहाँको चाहिँ धेरै रहेछ त, मेरो त अब त्यत्रो बिघ्न छैन, 1.5 मन मात्रै छ। उहाँको चाहिँ 13 मन चाहिँ रहेछ हो, 7 मन मात्रै रोपिसके भन्ने कुरा गर्नुहुँदैछ। उहाँले चाहिँ धेरै रोप्नुहुन्छ नि त हो, प्रायः बगानमै बेच्नुहुन्छ मलाइमा हो। अनि त्यसले गर्दाखेरि हेर्नुहोस् न, अब कसैले धेर कसैले थोर रोप्छ है। र उहाँ दाजुले चाहिँ धेरै इन्कम गर्नुहुन्छ होइन। अनि प्रायः नै अब है, खेतीबालीमै निर्भर हुन्छ उहाँको है, त्यस्तै छ है। र अब हामी पनि ल त बाई, ल है, हाम्रो लागि पनि यसो लाइक सेयर गरिदिनुहोस् है। बाई बाई। हुन्छ 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 हजुर, राखेको हवस्, हुन्छ हुन्छ।